हेलो हेलो गाइज, आज चाहिँ मेरो 4 दिनको बसाइबाट चाहिँ हिजो बेलुका गाडी बनाएर भ्याइएको थियो। आज चाहिँ म भेडाबारी टुबक फ्याक्ट्री आएर चाहिँ खाली बोतल लोड गर्दैछु। मेरो चाहिँ यहाँबाट चाहिँ भेडाबारीबाट चाहिँ परासीको यात्रा सुरु हुन्छ। यता धोक्रामा रहेको चाहिँ सबै पुरानो बोतल हो। मेरोमा अहिले पुरानो बोतल लोड भइरहेको छ। अनि यता रहेको चाहिँ यो पुरै नयाँ बोतल हो। यताको चाहिँ अहिले चाहिँ मेरोमा पुरै पुरानो बोतल लोड हुँदैछ। लगभग भइसकेको पुरानो बोतल लोड गरेर चाहिँ। अनि त्यसपछिबाट चाहिँ परासीको लागि हो मेरो यो लोड हुँदै गरेको। मेरो चाहिँ अनि यो लोड गरेर भ्याएर अनि 10 बजेतिर बिल दिने कुरा भएको छ यो हाम्रो। अनि ट्याक्क अनि खाली गरेर भ्याएर फेरि परासीबाटै लोड गर्ने कुरो भइसकेछ मेरो। काठमाडौँको लागि चाहिँ हाम्रो त्यहाँबाट फेरि बेर हुन्छ। अब लगभग यहाँको दृश्य चाहिँ एकदम रमाइलो छ। यहाँ अब उतातिर भयो फ्याक्ट्री भयो, उता बेर बन्ने ठाउँ भयो, उतातिर भयो। म चाहिँ अहिले यसको ट्याक्क पछाडिपट्टि आएर चाहिँ भिडियो बनाउँदैछु गाडीको। यहाँ फेरि नजिकै नारायणी नदी पनि छ। उहाँ बगिरहेको यो सबै नारायणी नदी हो। रमाइलो दृश्य देखिन्छ यहाँ, जङ्गलै जङ्गल। अनि बिचमा चाहिँ नारायणी नदी छ। यो त्यहाँ देख्नु भएको यो तपाईँले पुरै नारायणी नदी हो। यहाँबाट 100 मिटरको डिस्टेन्समा चाहिँ होला नारायणी नदी। म चाहिँ अहिले यहाँ भेडाबारी टुबक फ्याक्ट्री छु। फेरि उहाँ खाली भएपछि एउटा भिडियो आउँछ, त्यसपछि फेरि